वेलकम टु माई न्यू ब्लग न्यू ब्लग आज चाहिँ के हो वेडनेसडे होइन आज चाहिँ बुधबार हो अनि अहिले चाहिँ हामी जाँदैछौँ स्विमिङ खेल्न अनि यता आदित्य दोस्त अनि यता तिम्रो आशुतोष कसौजन अस्ति उसकै बर्थडे हो अस्ति चाहिँ अहिले चाहिँ हामी जाँदैछौँ स्विमिङ हान्न हजुरहरूलाई म त्यहीँ गएर भेट्ने मन लाग्छु हस् त अहिलेको लागि हामी चाहिँ अहिले जाँदै हो कि अहिले चाहिँ हामी आर्मी क्याम्पबाट निस्केर सातोबारतिर स्विमिङ जान्ला हो अनि यो भाइ चाहिँ एकदम ह्यान्डसम छ कि मभन्दा अल्गो छ क्या भाइ तिम्रो हाइट कति रे 5.8 तिमी 5.8 त म 8 तिमी 5.9 न 5.10 पुगिसक्यो भाइ म 5.9 पढिसक्यो होला कतिवटा गल्ती छ छैन गर्मी कतिवटा छ नडाइ भन न यस्तो ह्यान्डसम छौ हाइट छ 20वटा छ अरे अब हाम्रो एउटै छैन उसको 20वटा छ अरे अब के भन्ने होला नि 4-5वटा ए 4-5वटा अरे गाई 4-5वटा मात्रै 4-5वटा अहिले चाहिँ दिउँसोको कति 12 बजेर 28 मिनट गयो अहिले चाहिँ कल गर्ने भएर भाइले जाउँ भन्यो भाइ साथीले जाउँ भन्यो त्यही भएर हामी चाहिँ जाँदैछौँ युनाइटेडको बस कलेजको बस अहिले चाहिँ हामी अन द वे हो त्यो बाटो चाहिँ उता गयो भने 7 बाटो यता गयो भने लगन हिल पुगिन्छ त्यही हो गाइस हामी जाँदैछौँ हजुरहरूलाई त्यहीँ गएर के हुन्छ कस्तो रमाइलो हुन्छ हुँदैन सब देखाउनुवाला छु अहिलेको लागि चाहिँ बाट चाहिँ आइपुग्यौँ तर अब यहाँ रोड क्रस गर्नुको लागि कति 80 मिनट बाँकी छ 80 सेकेन्ड बाँकी छ अहिले चाहिँ गाडी भइसक्यो ट्राफिकहरू कसरी काम गर्छ कस्तो भइसक्यो उता गयो भने स्वयम्भू यता गयो भने लगनखेल यता गयो भने कता 3 गुने उता गयो भने थाहा छैन इमाडोल होला उता गयो भने कता उता गयो भने यहाँ बाबु हेर न 61 सेकेन्ड जाने भन्छ दाम खुल्यो अब यो बसहरूले जाने कि जाने भने सोध्छ अरे हामीलाई ठिक छ बल गर्ने भइसक्यो अहिले चाहिँ गएर स्विमिङ हान्ने हो कतिको एक्साइटेड छौ जस कतिको एक्साइटेड छौ स्विमिङ हान्न कति गर्मी आहा गर्मी 30 डिग्री 30 डिग्री तिमीलाई कति कस्तो गर्ने भइरहेको मलाई त ठिकठाकै भइरहेछ तिमीले त अझ हुडी पनि लाऊ मैले नि हुडी लाएको छु तर गर्मी चौबरी गरेको 20 सेकेन्ड बाँकी छ अझै 2 hours later जाम पनि खुल्यो 100 सेकेन्डको बाद जाम खुल्यो हामी चाहिँ अब अन द वे हो अब यहाँबाट लाग्छ 5 मिनट लाग्छ त्यहाँ पुग्न अहिले चाहिँ बढे गर्मी भयो क्या यार पानी त त्यस्तो हुन्छ होला है पानी त दोष दिन्छ अहिले गर्मी भइरहेको नि त्यहाँ गएपछि एकचोटि चुबुली हानेपछि जाडो त हुन्न तर जाडो चाहिँ जाडै हुन्छ स्विमिङ खेल्नु गएपछि अब जाडो चाहिँ हुन्न जाडो चाहिँ जाडै हुन्छ होइन त्यही हो अहिले चाहिँ हामी जाँदैछौँ 3 भाइ 3 इयर्स मुभी हेर हौ बबल छैन एकदम त्यही हो गाइस अहिले हामी पुग्न आँट्यौँ लाइक एन्ड सब्स्क्राइब गरिदिनु होला गुड 1 मिलियन भ्युज पुगेपछि फेरि भाइ यार घाटी खोलेको 1 महिना भएन तिमी फेरि यस्तो नगर न यो दाइले मलाई पार्टी दिनुहुन्छ 1 के भ्युज बराबर ल अहिले चाहिँ हामी जाँदैछौँ त्यहाँ गएर देखाउ त्यही हो गाइस त्यहाँ गएर देखाउँछु तपाईँहरूलाई हामी के गर्छौँ स्विमिङ पुल देखाउँछौँ सातो बाटोको हजुरहरू पनि भिजिट गर्न सक्नुहुन्छ विथ फ्रेन्ड्स फ्यामिली एक्लै चाहिँ आउनु होला मजा आउँदैन कि एक्लै आयो भने चाहिँ त्यही हो है त अब चाहिँ पुग्न आँट्यौँ हामी अहिले चाहिँ हामी स्विमिङ पुल छिरिसक्यौँ टिकट बाइक चलाउनु पर पर्सन 200 रुपियाँ रहेछ यहाँ चाहिँ आउटडोर पनि छ इन्डोर पनि छ अनि आउटडोरको चाहिँ पर पर्सन 200 रुपियाँ रहेछ अनि त्यस नागरिकको अनि
हामी स्टुडेन्ट डिस्काउन्ट गरेर अहिलेसम्म 150 हो, तर हामीलाई चाहिँ 200 रुपियाँ लियो। 3टा टिकट छ, 3 भाइ। अब जाँदैछौँ, स्विमिङ खेल्छौँ। टिङ 1 बजीदेखि खुल्ने हो नि त, त्यही भएर अहिले वेटिङमा छौँ। भाइ कस्तो लाग्यो थाहा वेटिङमा बसेर? वेटिङमा बसेर कस्तो लाग्यो? एकदम कति भयो टाइम कति भयो देखाउ त? 46 भयो। अब अझै 14 मिनट बाँकी छ यार, गाह्रो छ। 2 hours later. गाइस अब चाहिँ हामी स्विमिङ खेल्दैछौँ। हेर्नु सक्नुहुन्छ मान्छेहरू। दोस्त यहाँ आऊ न, कस्तो भइरहेको तिमीलाई? एकदम तिमीलाई कस्तो भइरहेको? एकदम राम्रो र ए बब्बाल मजा आइरहेको अहिले चाहिँ। यता चाहिँ ठुलोको हो, यता चाहिँ 6.5 फिट छ, यता चाहिँ 4.5 फिट होला आई थिङ्क। 4.5 फिट हो। अहिले चाहिँ हामी स्विमिङ खेल्दैछौँ। त्यो गाइस ल दोस्त तिमी डाइभ हान्न न, म भिडियो बनाइदिन्छु। उसले डाइभ हान्छ अरे अब। हाने जाऊ जाऊ न जाऊ। ल हान्न ल, कालो भाइले हाने अरे। उसले छाती बजाएर क्या। कस्तो फेरि हान्ने हो? फेरि हान्ने? जाउँ न फेरि हान्नु, फेरि हान्ने अरे। वान्स मोर हान्ने अरे उसले। त्यहाँबाट चढिरहेको जाउ लानु। थाक्यो यतिखेर थाक्छ। दोस्त आऊ त बनाऊ, म हान्छु। अब म हान्छु ल, म हान्छु। अब बनाऊ त, यसरी बनाऊ है, जे पनि खाइदिउँ। यताबाट छेउ साइडबाट ल अब हाम्रो युट्युबर सदीप राईको पालो माथि चढेर अब डाइभ नि कसरी हान्छ। Yeah, boy. ल हान्यो कस्तो लाग्यो डाइभ हानेर? बब्बाल। ल गाइस अहिलेलाई चाहिँ दिनै तपाईँहरू पनि आउनु सक्नुहुन्छ त साधुबाटक स्विमिङ पुलमा। अहिलेको लागि चाहिँ बाई बाई। अरू त्यहाँबाट 2 hours later. चल चाहिँ हामी स्विमिङ खेलेर बाहिर निस्क्यौँ। ओ रुगा लाग्यो जस्तो लाग्यो यार मलाई। कस्तो भयो दोस्त? मोबाइलबाट रुगा लाग्यो, हात खुट्टा सब भागेर तिमीलाई कस्तो भयो भाइ? एकदम राम्रो लाग्यो। एकदम राम्रो लाग्यो किन? एकदम राम्रो लाग्यो। अब फेरि गर्मी हुन थाल्यो, फेरि जाम। अब चाहिँ फेरि 200 रुपियाँ तिर्ने अनि फेरि जाने ल। त्यही हो गाइस, अहिले चाहिँ दिउँसोको 2 बज्न आँट्यो। अब केटाहरूको ट्रेनिङ हुन्छ। कति बजेबाट दोस्त? 4 बजेबाट 4:15बाट ट्रेनिङ हुन्छ। म चाहिँ एक्जाम भएर गएको छैन, मेरो भोलि लास्ट एक्जाम हो, त्यसपछि म जान्छु। त्यही अहिले चाहिँ हामी अब खाजा खान जान्छौँ होला सायदै, नभए कि आर्मी क्याम्प डाइरेक्ट आर्मी क्याम्प जान्छौँ कि खाजा खान जान्छौँ। त्यही गाई छ अहिलेको लागि चाहिँ बाई बाई। अहिले चाहिँ हामी फ्रुट खान आएको कि भाइ हामी अहिले कहाँ छौँ हामी अहिले? फ्रुट खान आएको हो, सर्भ गर्दैछ उसले फ्रुट। पाइनएप्पल वाटरमेलन है। कस्तो छ दोस्त? यो ठ्याक्क मन्ना बेकरीको अपोजिट साइडमा हो। अब हामीले स्विमिङ खेल्ने त्यस्तो भोक लाग्छ नि, खाऊ न। अहिले चाहिँ स्विमिङ खेलेर आएर त्यहाँनिर अहिले मिनी आउनु भएको छ अनि म खाजा खान आएको। यो चाहिँ हामी त कहिले जाँदाखेरि मेरो कलेज ठ्याक्क अपोजिट साइडमा हो। त्यही गाइस अहिले खाजा खान्छु। हजुरहरूले के हुन्छ अझै म देखाउनु भएको छु। यो गाइस अहिले यहाँनिर भइदिँदैछु खाजा खाएर। 1 वर्ष बनेको थियो अनि गणेश सिस्टमबाट 1 वर्ष किन्यौँ। महँगो त किनेन होला। त्यही अहिले चाहिँ हामी
अब म चाहिँ क्याम्पतिर जाँदैछु। अहिले बेलुकाको 6 बजिसक्यो। अनि यो आजको भ्लग चाहिँ यति नै हुन्छ होला। सबैलाई मेरो भ्लग मन पऱ्यो होला। लाइक सेयर सब्सक्राइब नसानो आफू पनि हेर्नु होला र अरूलाई पनि सेयर गरिदिनु होला, सपोर्ट गरिदिनु होला। त्यही हो, यति भन्दै आजको लागि म बाई बाई, जय हिन्द।